यो झरना चाहिँ शान्तिनगर 1 मा पर्ने पेदीखोलाबाट 2 किलोमिटर माथि रहेको छ। यो झरनाको नाम चाहिँ त्रिवेणी झरना भनेर चिनिन्छ। यहाँ चाहिँ अहिलेको अवस्थामा सामाजिक सञ्जालमा धेरै भाइरल भएर धेरै मान्छेहरू घुम्न रमाइलो गर्न आइरहनु भएको छ। यदि तपाईहरु पनि आउन चाहनुहुन्छ भने अवश्य आउनुहोला। तपाईलाई शान्तिनगर गाउँपालिकाले वेलकम गर्नेछ। तुलसीपुरबाट पश्चिममा रहेको छ। माथिल्लो बाटो आउँदा जुम्लकुला चोकबाट चाहिँ यो पिच बाटो नछोडेर माथितिर जानुपर्ने हुन्छ। यहाँबाट चाहिँ सुइकोट जाने बाटो पनि निक्लिन्छ तर यतै होला, यतै कता हो भन्ने नियमलाई लागिरह। सानोतिनो बजार बन्न लाउरो छ यहाँ त। हामी उधर से ओह्रालो झर्नु परेगा होइन। बाबु त्रिवेणी झरना जाने बाटो कता हो? अनि त्यहाँ तल दुईटा बाटो आएपछि कता जाने हो? उता पाइतिर जाने हो? सजिलै बाहा रमेशले पनि त्यस्तै गर्थ्यो त। यहाँ त दुईटा बाटो छ गाइस। अब नझुकेर यो बाटो आउने, देब्रे लाग्ने, पुल तर्ने। बाटो पनि अलि बढी खाल्टामा खुल्टे हान्ला सुल्टी भन्ने जस्तो रहेछ। मिलाएर आउनु होला गाइसहरू भन्ने त होला नि र। त्रिवेणी चर चर बाटो त अलिकति उसो छ भाइ। झरनाबाट आएको ल ठिक छ। नानी झरनाबाट आयो हो। कति टाइम लाग्यो तिम्रो जान? त्यति माथि छ? ल थ्याङ्क यू। बाख्रा अगाया छन् तन्न। यो चाहिँ ल पिदी खोला आयो गाइस। अब पिदी खोला भने पेदी खोला होइन बाबु। त्यो छहरा भएको कता हो? त्यो छहरा भएको कता हो? यहाँबाट सिधै जाने माथितिर पेदी खोला आयो गाइस। अब यहाँबाट चाहिँ सिधै मासतिर दाहिने, डाइरेक्ट दाहिने। नास्ता खाएको यहाँ पनि। हाम्रो नेपाली सरले पढाउँदा भन्नुहुन्थ्यो पहाडको कम्मरले सेतो पटुकी बाँधेको भनेर चाहिँ उयोलाई भन्नुहुन्थ्यो। आज चाहिँ याद आयो क्या। यहाँ पनि पहाडले, यति राम्रो पहाडले, हरियाली पहाडले चाहिँ सेतो कुहिरोले पटुकी बाँधिरहेछ। आज त्यो सरको चाहिँ याद आयो एकदम। हाम्रो नेपाली पढाउने खिबहादुर ओली सर, धेरै धेरै माया। के हो सर निरज? अघि त गफ गर्दै हिँडेको, अन्त बोली नै बन्द भइसक्यो त यार। गाह्रो छ, गाह्रो छ। कसैको बाँकी पानी राख्छ होइन भलक बनाएर आएन। अब हाम्रो चाहिँ अब 2 घन्टाले अब तान्छ कि तान्दैन भन्ने कुरो हो। गाह्रो यहाँ त्यसको पारा किन देखिन्छ।
ताने हाम्रो चाहिँ ताने दियो भनेर राखौँ माइला गरेर ताने भान्ज खसेछ ओहो गाह्रो भयो त गाह्रो छ यो बाइक पार्किङ हो के झरा त ऊ एकदम त्रिवेणी झरना है शान्तिनगर गाउँपालिका पुलको व्यवस्था चाहिँ रहेन रहेछ मान्छे आउन एकदम गाह्रो भइरह यहाँ पनि गहिरो रहेछ यहाँ पनि यस्तो रहेछ हामी चाहिँ झरनामा आइसक्यौँ केटा कस्तो भयो चारैतिर रमाइलो भइरह जोडीहरू आउने यताउति घुम्ने भइरहेछ धेरै मान्छेहरू घुम्न आउनु भएको फोटोसुटहरू भइरह भर्खर आउँदैछन् भाइहरू पनि यताबाट सबै आएर घुमिदिनु होला